लास्टमा नमस्कार, स्वागत छ मेरो युट्युब च्यानलमा। म गौतम धेरै पछि भिडियो बनाएँ आज। भ्लग त हैन कि भिडियो हालेको थियो 2-4 वटा पहिला चाहिँ। अब भ्लग सुरु गरौँ कि भनेर गरेको। हाम्रो बाटोको हालत चाहिँ यस्तो छ यतातिर है। अब च्याट्ट गाडी लान खोजेको। अब यस्तै हो, के गर्नु, गाउँघरको बाटो हिजो अस्ति भर्खर बनाएको थियो बाटो, आमै चिटिक्कै बनाएको थियो। अहिले के भयो के भयो, यहाँ हाम्रो अङ्कल हुनुहुन्छ, च्याट्ट मलाई बाटो बनाएर च्याट्ट सँगले चाहिँ अब उहाँहरूले बाटो बनाएर चाहिँ पठाइदिनुहुन्छ मलाई। यहाँनिर बाटो कसरी बनाउने, अब कहाँबाट हाल्ने होला, अब अन्यलमा परेका छौँ हामी। केही सल्लाह सुझाव दिउँ होला हजुरहरूले नि। बाटो बनाउने काम चाहिँ अघि नै सुरु भइसकेको छ। अहिले बाटो निस्किनलाई एउटा गाडी हिँड्नलाई चाहिँ एक लडलाई मात्रै हो, फेरि एकछिनमा पानी पऱ्यो भने यो पनि लान्छ। छट्ट यस्तो छ हालत चाहिँ। त्यही हो, के गर्नु, गाउँघरतिर हाम्रो गाउँघर दामी भ्यू देखेको छ अहिले यति बेला चाहिँ। च्याट्ट लाएर है, यस्तै छ गाउँघर। Terus luatan nih belum? Yung may talaga ito sa marja betin. गाडी फस्यो दाजुभाइ, गाडी फस्यो। स्वाइद अफ द डे भयो गाडी चाहिँ। ट्याक्क भन्नुपर्दाखेरि चाहिँ सर्लक्क यस्तो भएको गाडी चाहिँ। तर क्राउन स्वाहा छुटाउँदै हुनुहुन्छ उहाँले। यस्तो यस्तो भइरह यस्तरी भए अब खै के हुने हो। Fasyo. Udah leg nih belum? Maksud, biar semula udah agak disam kau gumpangnya dari dulu. फाइनली खाल्डोमा झार्न सफल भएको छ। केही छैन, बाटो बनिन्छ। हाम्रो मित्रहरूले बाटो बनाउँदै हुनुहुन्छ अहिले चाहिँ। च्याट्ट
यस्तो भएको छ बाटो, यस्तो भएको छ। यो त चल्तिर नि बिग्रिएको छ अलिअलि, हेर्न सक्नुहुन्छ। यो सबै पुरेर जानुपर्छ, होइन भने जान सक्दैन। Wih. Oh, tak orang yang ini bang. Bu. यस्तो छ गाउँघरको बाटो चाहिँ, दुःख पाउँछ लास्टै बर्खामा चाहिँ। यहाँ चाहिँ बाटो भत्किया जस्तो छ साथीहरू, हेरौँ। यसपालिकै बजेटको हो यो, हेर्नुहोस् बाटोको अवस्था।
यसरी लगाएको छ बाटो चाहिँ। यो अब के गर्ने हो, कसलाई भन्ने हो, कसो गर्ने हो हामीलाई थाहा छैन। यो वाल पनि लड्न बेर छैन। अब यहाँ पनि भाँचिसकेको छ। अब जग पनि बिस्तारै बिस्तारै लगिसक्यो, यताको पनि लगिसक्यो। यत्रो ग्याप भए यत्रो खतम भएको छ, खतम। यसरी चाहिँ लगिदिएको छ। भर्खर नयाँ बाटो हो यो, के भन्नु। अब यो बनाउने मान्छेको, बनाउनु लगाउने मान्छेको गल्ती चाहिँ होइन कि माथिबाट बाल्लो धेरै बगाएर ल्याएको भएर यहाँनिर चाहिँ, यहाँनिर हिम पाइप थियो, हिम पाइप चाहिँ बन्द भएर चाहिँ यस्तो हुन पुगेको हो, नत्र यो नहुन्थ्यो। यस्तो भएको छ।